होइन भनेको साथीहरू आमा बन्न त धेरै गाह्रो रहेछ नि साथीहरू। वेलकम टु माई न्यू मिनी ब्लग साथीहरू। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि यता सन्चै आरामै भनौँ साथीहरू। अनि मैले किन आमा बन्न सजिलो नहुँदो रहेछ भन्दाखेरि साथीहरू, अब घरमा एउटा बच्चा भएपछि चाहिँ बिरामी हुँदा चाहिँ धेरै गाह्रो हुँदो रहेछ नि त साथीहरू। अब उता बच्चा बिरामी हुने अनि उता दबाई गरेर आउँदा फेरि सबै आफैले एक्लै गर्नुपर्दा धेरै गाह्रो हुँदोरहेछ कि साथीहरू। अब आफूलाई नि सन्चो नहुँदा झन् गाह्रो हुँदोरहेछ। अब भनौँ अब आफैलाई पनि उता सन्चो होइन, बच्चालाई पनि सन्चो होइन, सबै कुरा आफैले गर्न पर्दाखेरि साथीहरू धेरै गाह्रो हुँदोरहेछ। अब यता दबाई पानी गर, उता खाना बनाऊ होइन। हजुरहरूले चाहिँ कसरी हेर्नुभयो होला कि म आफै छक्क पर्छु कि साथीहरू होइन। अब पहिलो मामु बन्नुभएकोलाई त धेरै गाह्रो हुन्छ नि त, त्यही भएर मलाई पनि धेरै गाह्रो भइरहेको छ साथीहरू। के गर्नु, अब भिडियो बनाइरहनु त पाइँदैन होइन, त्यही पनि कहिले कसो बनाएर हाल्छु ब्लग। त्यही भएर अब बच्चा भएपछि धेरै गाह्रो हुँदो रहेछ, एक्लै भएको अब कुनै मतलब नहुने अब फेरि भइन्छ भन्नु, अब त्यो बेलामा थाहा थिएन, अहिले थाहा हुँदा यस्तो गाह्रो हुँदो रहेछ साथीहरू। अनि यो चाहिँ मैले पहिला अब सुरु बनाउनु लाग्छ साथीहरू। हजुरहरूले के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला, लाइक सेयर गरिदिनु होला साथीहरू। त्यस्तै त मलाई आउँदैन, जस्तो अब सुरुमा नि त बनाउनु लाग्यो साथीहरू। त्यही भएर बाई बाई साथीहरू।